साथीहरू नमस्ते। नयाँ भिडियोमा स्वागत छ। आज हामी धादिङ खण्ड मध्य पहाडी राजमार्गको यात्रामा छौँ। यो स्थान हो कटुन्जे नजिकैको क्षेत्र। राजमार्गबाटै पारितिरका दृश्यहरू रमणीय देख्न सकिने रहेछ। हरियाली जङ्गलको टाकुरा माथिबाट गुणस्तरीय सडक गएको छ। सडकको दायाँ बायाँ सुरक्षा पनि मजबुत बनाइएको देखिन्छ। यो बाटोले नुवाकोटको त्रिशुलीबाट गोर्खाको आरुघाटसम्म जोड्छ। साथीहरू ऐसेलु खानामा व्यस्त हुनुहुन्छ। हरियाली वातावरणमा कुहिरोले माथिबाट घप्लक्क घुम्टो ओडाउँदाको दृश्य अझ रमणीय देखिन्छ। शान्त स्थान, बाटोमा सवारी चाप त्यति धेरै देखिँदैन। काहीँ कतै केही ससाना बस्ती विकास हुने क्रम बढ्दै गएको देखिन्छ। राजमार्ग भर्खरै खुलेकाले होला यहाँ त्यति धेरै भिडभाड वा चाप भने देख्न सकिँदैन। सहज बाटोको यात्राबाट रमणीय दृश्यहरूको अवलोकन गर्दै म अहिले सल्यानटार आइपुगेँ, जुन नेपालको ठुलो टार मध्येको एक हो। हेरौँ टारका दृश्यहरू। तल बुढी गण्डकी नदी बगिरहेको देखिन्छ। यही नदीको किनारमा अवस्थित छ गोर्खाको प्रसिद्ध आरुघाट। त्यसभन्दा यताको समथर भूमि सल्यानटारमा रहेको छु म अहिले। हरियाली सल्यानटार बहुत आकर्षक देखिन्छ। निकै आकर्षक यो स्थान बुढी गण्डकी जलविद्युत आयोजनाको कारण डुबानमा पर्ने छ यसका केही भागहरू। साथीहरू सल्यानटारसम्मको मेरो आजको यात्रा यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। धन्यवाद।